इतिहासमा उठे होइन उठा आज के हो सरस्वती पूजा हो भने नौ पनि पहिले लोगो पठाउँछु। नमस्ते साथीहरू, मेरो ब्लगमा स्वागत छ। तपाईहरुलाई म के गर्छु होला हेर्दै जानु होला। म लुगा पट्याउँदै छु अब। मैले चाहिँ आफ्नो बेड क्लिन पारिसके। अब म मुख फ्रेस धोएर नुहाउन जान्छु अनि सरस्वती पूजा लाई पूजा गर्छु। हामी चाहिँ कोठाबाट निक्लिसके। हामी चाहिँ किचनमा आएर म मुख धोएर नुहाउँछु। पानी निस्किँदैछ। म चाहिँ जगको यहाँ पानी छ। म मुख धुन्छु है। पानी नि बग्यो। नमस्ते साथीहरू, मेरो आज ब्लगमा स्वागत छ। आज सरस्वती पूजा हो। म उठेर नुहाएँ अनि त्यसपछि आज म पूजा गर्दैछु। धन्यवाद। मैले घरमै पूजा गरे। मैले आज घरमै पूजा गरेको। स्कुल आउन अल्छी लागेर। ज्ञानी हो नि मेरो छोरी। धेरै पढ्नु। पूजा गरे खाजा खाँदैछु। खाजा खाए अनि त्यसपछि पढ्न बसे। 2 1 जा 2 2 2 जा 4 2 3 जा 6 2 4 जा 8 2 6 जा 12 2 7 जा 14 2 8 जा 16। एकछिन पढे। अब एकछिन टिभी हेर्छु। अब टिभी अन गर्छु।
शख्स की जो बाकियों से बहुत अलग थी। अब मेरो खाना खाने टाइम भयो। अब म खाजा खान गए बन्द गरेर। अब म खाना खान जाँदैछु। खाना खाने टाइम भयो। यो हो मेरो खाना। म खाँदैछु यसलाई। खाएर घाम ताप्न आए। यो हो मेरो बहिनी। अनि यो पुकी छ। अनि यो मसँग खेल्छ। खाजा खान लागेको। अनि मेरो खाजा हो एप्पल, केरा, सुन्तला। अब म खान सुरु गरिरहेको छु है। खाजा खाएर म पढ्न बसे। एकछिन पढे अनि त्यसपछि फ्रेस हुनको लागि टिभी हेरे। अब टिभी खोल्न लागेको छु। बहिनीले चाहिँ यहाँ रिमोट खेलाइरहेको रहेछ। दिज्यो बहिनी दिज्यो बहिनी दिज्यो। टिभी हेरेर अनि डान्स गरेर पछि अनि म बेलुकाको खाना खाँदैछु। के छ भने यहाँ आलु छ अनि यहाँ भात छ, दाल छ। अब म खाना सुरु गर्छु ल।
मैले चाहिँ खाना खाइसकेँ। यो राखेर हात धोएर भाँडा माझ्नु पर्छ। मैले चाहिँ भाँडा माझ्दैछु। मैले भाँडा माझेर म बहिनी हेर्दैछु। मम्मी चाहिँ लिटो पकाउँदै हुनुहुन्छ बहिनीको लागि। अनि यो मेरो पुन्टी हो, पुन्टी। म यसलाई माया गर्छु, खेलेर राख्छु, हैन हैन। यसले चाहिँ यो बहिनीले चाहिँ मम्मीलाई कामहरु गरेको हेरिरहेछ। खाना खाएपछि एकछिन रेस्ट गरेर अनि म सुते। अनि यो हो मेरो बहिनी र मम्मी। बहिनी चाहिँ यस्तो हेर्दाखेरि कस्तो राम्री देख्छ। अहिले बाबा भन्दिन। यति हो ब्लग सिडियो। नमस्कार।